अब डक्टरको नाम चाहिँ मैले लिन चाहिनँ, तर जे होस् नेपालकै नम्बर 1 जे होस् गाइनोलोजिस्ट मान्ने डक्टरले पनि मलाई बेबी ट्रान्सफर नगर, तिम्रो ट्रान्सफर गरेर सक्सेस हुने चान्सै छैन भनेर पनि भन्नुभएको थियो। तर म एकचोटि बेबी लिएर चाहिँ जान्छु त्यहाँ। एकदम हम्बल मान्छे, एकदम राम्रो लाग्यो। अनि हाम्रो हरेकचोटि ट्राई गर्दाखेरि कि लाइनिङै नबस्ने आउने, हामी फेरि लाइनिङै छैन भन्यो भने अब भयो छोडिदिनु नगर्नु पनि कहिल्यै भन्नु भएन, केही छैन हामी फेरि मेडिसिन ट्राई गरौँ हुन्छ तपाईँको भनेर उहाँले पनि 30, 35, 40% मात्रै हाम्रो पोसिबिलिटी छ भन्ने थियो। तर 50-60 हुँदो रहेछ नि त आइभीएफमा त पोसिबिलिटी। तर 5-10 पनि एकदम राम्रो हो पोसिबिलिटी, 80% पनि एकदम धेरै म्याटर गर्छ भन्नुभयो। लो लाइनिङमा ट्रान्सफर गरे पनि बिचमा 7 मन्थमा निकाल्ने जस्तो निकालेर यतिकामा पाठेहरूको साइज एकदम सानो थियो, निकालेर राख्नुपर्छ होला। तर बेबीको वेट चाहिँ 12 केजी बनाउनु, 1200 ग्राम बनाउनु, त्यो बनाइसकेपछि हामी राख्न सक्छौँ भनेको थियो। अनि वेट नै बढ्दै गयो, बिचमा हामीलाई केही दुःख पनि दिएन, एकदम राम्रो भयो। 38 जानुहोस् होइन, त्यस पछाडि 1-2 चोटिमै होपलेस नहुनुहोस् होइन। होपलेस भयो भने अब डक्टरलाई पनि गाह्रो हुन्छ, प्लस आफैलाई गर्नेलाई पनि गाह्रो हुन्छ होइन। 1-2 चोटिमा यसको एकचोटिमा भयो त्यसको मेरो किन भएन भनेर कहिले कसैले पनि यो चाहिँ नसोच्नुहोस्, ट्राई गर्दै जानुहोस्, आफ्नो टाइम आएपछि पक्कै हुन्छ। डक्टरलाई सबैभन्दा ठुलो विश्वास गर्नुहोस्। डक्टरलाई चाहिँ एकदमै ट्रस्ट गर्नुहोस्। के भन्छ के अरे डक्टरले भनेको आफूभित्र भएको कुराहरू सुधार्ने, अनि सबैभन्दा डह्रो चाहिँ आफू स्ट्रङ हुनुहोस्। त्यसमा चाहिँ म एकदम भन्छु। अपरेसन नै भयो, त्यहाँ बिचमा के अनि डक्टरले भन्दै गरेको गर्दै पनि जानुहोस्। डक्टरहरूले पेसेन्टको लागि भन्ने हो होइन, पेसेन्टले चाहिँ डक्टरले भनेको चाहिँ कन्टिन्यू यस्तो भन्नुभयो, यो गर्दिन, यसलाई यस्तो गरेको त्यसलाई त्यस्तो गरेको भनेर नसोच्नुहोस्। आफ्नो शरीरमा जे अनुसार हुन्छ त्यो अनुसार डक्टरहरूले ट्रिटमेन्ट गर्नुहुन्छ। कसैलाई अब नर्मल होला, नर्मल टाइपले गर्नु होला, कसैलाई धेरै गर्नुपर्ने हुन्छ होइन, धेरै गर्नु पर्ला। डक्टरलाई ट्रस्ट गर्नुहोस्, म चाहिँ त्यही भन्छु। थ्याङ्क यू फर ट्रस्टिङ मी। होइन डक्टर पछाडि म कसैलाई के भन्छ धन्यवाद दिन्छु भने मेरो जेठाजुलाई दिन्छु। जेठाजु पनि आउनु भएको थियो है, एकदमै राम्रो क्या। अनि मेन त बहिनीको पनि एकदमै सपोर्ट, एकदमै तपाईँ मान्छे पनि एकदमै हिम्मतवाली हुन्छ नि। अहिले हो त अरूले नमाने पनि डक्टर म एक्लै भए पनि अपरेसन गर्छु भन्ने मान्छे हो कि।